नमस्कार सम्पूर्णमा फेरि म अर्को तपाईँहरूमा एउटा कबुतरको पीडा ल्याएर उपस्थित भएको छु। सो तपाईँहरूले कस्तो लाग्छ कमेन्ट गर्नु है त। एउटा कबुतरले सडकमा पार गरिरहेको बसको छानामा एउटा सानो घोसला बनाउँछ। त्यही घोसलामा उसले आफ्ना अन्डाहरू राख्छ। केही दिनमा ती अन्डाबाट साना साना चुच्चाहरू फुटेर निस्किन्छन्। कबुतरले माया गरेर चुच्चाहरूको हेरचाह गर्छ अनि उनीहरूका लागि दाना खोज्न बाहिर जान्छ। तर ऊ दाना खोज्न गएको बेला एक्कासी त्यो बस तीव्र गतिमा कुद्न थाल्छ। डरले थरथर काम्दै चुच्चाहरू घोसलाभित्र चिच्याइरहेका हुन्छन्। एकाएक बसमा ठुलो आगो लाग्छ अनि त्यो बस पल्टिन्छ। आगोले सबै चिज नष्ट पार्छ। ती साना निर्दोष चुच्चाहरू घोसलाभित्रै जलेर मर्छ। जब कबुतर फर्केर आउँछ, आफ्ना सन्तानको जलेको रूप देखेर विकराल रूपमा रुन्छ। उसले केही गर्न सक्दैन। उसका आँखाबाट आँसुधारा बग्छ। उसले सोच्छ सायद कसैले लाइक र सब्सक्राइब गरेको भए आज मेरा चुच्चाहरू बत्थे भनेर भन्छ। तपाईँहरूलाई कस्तो लाग्छ? तपाईँहरूले पनि लाइक गर्नु, सेयर गर्नु है त।